सो हेलो एन्ड नमस्ते ब्युटिफुल पिपल म तपाईँहरूको आफ्नो युट्युबर फोटोहरू सबै सन्चै हुनुहुन्छ होला म पनि यता सन्चै नै छु र नयाँ भिडियो आइसक्यो मेरो अब यो अपलोड गरेपछि आउँछ रेकर्ड धेरै अगाडि गऱ्यो आउने चाहिँ कहिले हो थाहा छैन तर आउँछ चाँडै ल्याउन खोज्छु चाँडै अनि म आज कलेज जान लागेको कलेज धेरै पछि कलेजको भ्लग आउनु लाग्यो अनि कलेजको भिडियो चाहिँ खिचिदिनँ होला मैले सायद अब के हुन्छ हेरौँला मुड अनुसार खिच्न मन लाग्यो भने खिच्छु खिच्न मन लागेन भने खिच्दिनँ अहिले म चाहिँ एउटा बस सुतेर अगाडिको उठाएको अनि अगाडि अर्को बसमा जान लागेको आज सुत्नै थिएन खासमा त्यो बिन बाहिर निकालिरहेको थिएँ कि मतलब बिन बाहिर निकाल्नु पर्ने मैले चाहिँ भित्र लगेछु अनि भ्यालेन्टाइन विक ओहो के छ त हजुरहरूको प्लान भ्यालेन्टाइनमा मेरो चाहिँ केही पनि छैन यो भ्लग बनाइ राखेर गाडी पनि छुट्ने के भने छुट्यो भने त हुन्छ छुट्यो भने त क्लासै जाँदिनँ आइसकेपछि यार बस त आयो तर कुन बस हो दिइरहेको छैन डबल डेकर बस छ भित्रको त्यो त होइन होला नर्थ सर्भिस जस्तो लाग्यो चिलको नजरले हेर्दाखेरि त नर्थ सर्भिस छ अनि मेरो नजरले हेर्दाखेरि के हुन्छ अरे कहना क्या चाहते हो यता म चाहिँ यतातिर यो चाहिँ ठ्याक्कै सपिङ मल जस्तो यता सबै छ जे भए पनि छ जे चाहिए पनि छ यतै हामी चाहिँ उता सिधै खानु परेन के किने पनि जे किन परे पनि त्यस्तो छ ल सबैको पसलहरू छ यता सिमकोदेखि मोबाइलकोदेखि पिज्जा हट बर्गर हाउस जो पनि केएफसी सबै छ एडिडास मैले चाहिँ देखेको भनिरहेको छु पिज्जा एक्सप्रेस नान्डोस के हो फाइभ गाइज रे के हो मैले त कहिले सुनेको छु एसएनबी एसएनबी सबै छ मेरो काम अति चिसो भइसक्यो सो त्यही भएर अहिले एकछिन भेट्छु 7.6% to global GDP. Does that seem high or low? Is that, the whole world economy, 7.6% is attributed to tourism, with many new jobs arising after COVID, and ओके साथीहरू क्लास सकिसक्यो अनि म घर पुग्न लागिसकेँ अनि क्लासमा ध्यान दियो भने निद्रा लाग्छ ध्यान दियो भने निद्रा लाग्दैन त्यही भएर आज मैले ध्यान दिएर निद्रा लागेन यहाँ आज के पढाएको केही बुझिनँ मैले त क्या बात है सर क्या बात है सर क्या बात ये बात है अरू बेला ध्यान दिनु चाहिँ निद्रा लाग्छ लास्ट आज चाहिँ निद्रा लागेन यो हो जादु भनेको अनि म घर पुग्न लागिसकेँ अहिले जहाँबाट सुरु गरेको थिएँ त्यहीँ पुगिसकेँ अच्छा हमको सिखा रिया है भोलि चाहिँ अति झ्याउवाला दिन छ भोलि त 1 घन्टा 2 घन्टाको क्लास छ फेरि 1 घन्टा ब्रेक फेरि 1 घन्टाको क्लास 1 घन्टा ब्रेक त्यस्तो टाइपको छ त्यही भएर भोलि झ्याउ हुनेछ एकदम कलेजमा बसिराख्नु पर्यो बिहान खाना नि खान पाउँदैन अब भोलि के हुन्छ हेरौँ खाना भ्यायो भने त खाएर जाने हो नत्र के गर्ने कलेजमा खानुपर्छ भोलि पैसा सक्छ होला अनि यस्तै छ साथीहरू यस्तै छ अनि ल अब एकछिन कि पछि भेट्छु कि भोलि भेट्छु है त One eternity later अलराइट नेक्स्ट डे फेरि पसल जाँदैछु हामी सधैँ यही हुन्छ हाम्रो मेरो कलेज गयो फेरि पसल गयो 0.5 गरे कि गरेन बिर्सिरहेको धन्न कलेज गयो पसल गयो घर आयो अबदेखि घरको पनि खिच्नु पर्ला भ्लग के छ खिचौँ कि नखिचौँ त अनि हामी आज चाहिँ पुरै मनको लागि नै अर्को मनको लागि पनि पुग्ने गरी भनेर लिन जान लागेको सबै सामानहरू अब चाहिँ हामी बिलहरू बनाउँछौँ मतलब बिल भन्दा नि हामी लिस्ट गर्छौँ अब कति पैसा कति केमा खर्च गएको छ भनेर
हजुरहरूलाई पनि देखाउँछु अनि त्यही कति हाम्रो खर्च भइरहेछ मन्थली एक्सपेन्सेस त भनेर अनि ठ्याक्कै आउँछ नि त कति खर्च भयो भनेर यति भन्नुभन्दा पनि ठ्याक्कै एक्ज्याक्ट आउँछ भनेर अब चाहिँ हामीले लिस्ट बनाउनु लागेको अब कति खर्च हुन्छ भनेर आजदेखिको आज कुन डे हो आज आज कति तारिक हो कति तारिक हो बिर्सेँ मैले आजदेखि जे होस् यो आजदेखि म त्यहाँ हालिदिन्छु आज कति तारिक हो भनेर अब कति खर्च हुन्छ 1 महिनापछि म अनि पोस्ट गर्छु यति खर्च भयो भनेर अथवा म भिडियो नै बनाउँछु कि नत्र म पोस्ट गर्छु कि भिडियो बनाउँछु हजुरहरूले थाहा पाउनुहुन्छ त्यही भएर सब्सक्राइब गर्नु होला त्यही भन्न चाहन्छु अनि अस्ति कलेजमा आजकल भिडियो नै बनाउनु मन लाग्दैन किन हो अनि त्यही भएर कलेजमा म भिडियो बनाउँदिनँ अस्ति थोरै क्लिप चाहिँ खिचेको थिएँ त्यो क्लिप त हेरिसक्नु नै भइसक्यो होला अगाडि ओए अघिको लिस्ट मसँग हो ल ल ल अनि बिर्स्यो भने तिम्रो जिम्मा होला तिमी एक्लै लिन आउँछौ भने उसलाई थाहा छ अरे सबै अघि नै हामीले लेखेको थियो के ल्याउने भनेर बिर्स्यो भने सबै उयसले ल्याउँछ यता हेर तिमी ल्याउने हो कि होइन ल बिर्स्यो भने उसले ल्याउँछ यता दुङ्गा छ हेर्नु घरमा दुङ्गा पालिरहेछ दुङ्गा पालिरहेछ मेरो हातमा तोबा 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 थारा मूड खराब कर दिया अनि साथीहरू त्यो अस्तिको ब्लग कपाल काटेर फेरि मैले फेरि अर्कोचोटि काटिसकेँ हेर्नु ल फेरि कपाल काटिसकेँ यो कपाल चाहिँ मैले आफै काटेको यसरी ल वाउ ब्युटिफुल त्यही अस्ति कपाल काटेकोमै त्यसमै माथि हानिदिएको यो मैले मेसिनले आफै यस्तो ऐना हेरेर हानेको कस्तो छ भनेर कमेन्ट गरिदिनु होला हजुरहरूलाई नि काट्नु छ भने मौका आउनु होला यसो भनेको मौका आयो भने फेरि तपाईँको कपाल पनि मागिनु होला मैले त यो दराई कपाल काटेको थिएँ काट्नु पर्ने थिएन तर मैले ट्राई हानिदिएको जेसै होस् नमिल्यो भने खैदिन्छु भनेर सोचेको नमिल्यो भने तक्लु हुन्छ सोचेको तक्लु बसी बाजिलो बस भन्छु सोचेर मिलेछ तक्लु भन्नु परेन थ्याङ्क गड भन्ने ओइ मा कस्तो आँखा देखिने यार मैले यो लाइनले गर्दा यो लाइनमा हेरेर आँखै नदेख्ने रहेछ कस्तो आँखामै पुरै लाइट हान्दैछ ल अहिले हजुरहरूलाई पसलमा भेटाउँछु है त आज पनि अन्डा सस्ता पायो भने चाहिँ हामी के नलिने अन्डामा ल्याउने सोचेर आइरहेछौँ हिँडिरहेछौँ अहिले अन्डा नै 1 महिना पुग्ने गरी लिएर जाने 1 महिना 2 महिना पुग्ने गरी एक्सपायरी डेट हुन्छ तर मेरो विचारमा चाहिँ एक्सपायरी डेट भए पनि केही हुँदैन जस्तो लाग्छ केही हुँदैन के होला कि भनेर सोचेको खै अब के हुन्छ कि हुँदैन चाहिँ थाहा भएन एक्सपायरी डेट भए पनि नभए नि अन्डामा अब नेपालमा त अन्डा 1 क्रेट ल्याएर पनि कहिले 1 महिना टिक्छ कहिले 10 दिन सक्छ भन्नु सक्दैन नि त नेपालमा पनि अनि नेपालमा त कहिले एक्सपायरी डेट देखाएको थिएन अन्डाको तर यता देखिरहेको छु तर खोइ अब एक्सपायरी डेट हुन्छ कि हुँदैन थाहा भएन त्यो अस्तिको अन्डामा चाहिँ एक्सपायरी डेट भन्दा अगाडि नै सक्यो हाम्रो 3 तारिक हामीले 20 तारिकमा लिएर आएको होइन देउला 20 तारिकमा लिएर आएको 27 तारिकसम्म एक्सपायरी डेट थियो 3टा लिएर आएको 15-15वटा भन्ने त्योभन्दा अगाडि नै सक्यो हाम्रो सस्तोमा हामीले चाहिँ खासै के सोच्यो भन्दाखेरि सस्तोमा रहेछ यता भनेर सोचेको क्या फार्म फुडमा अनि दिनको कहिले 4वटा कहिले 5वटा कहिले 6वटा पुगिदिन्छ दिनको एकजनाले अनि 1 हप्ता पनि टिकेन होला हाम्रो त्यो बेला अनि फेरि त्यो सकेपछि अनि लिडलमा किन्थ्यो हामीले त्यसपछि लिडलमा 10वटा अन्डाको 1.33 थियो अहिले बढेछ 1.39 पुगेछ अहिले 6p बढेछ त्यही ल्याउँथ्यो अनि त्यही हो अब आज पनि सस्तो पऱ्यो भने चाहिँ आज पनि लिएर आउँथ्यो हेरौँ हजुरहरूलाई पनि देखाउँछु यो यता क्यामेरामा हेर्नै सकेको छैन क्या अहिले यो लाइटले हान्छ अनि आँखै देख्दैन अन्डो हुन्छ क्या पुरै त्यही भएर ल अहिले भेटौँ ओके हामी चाहिँ यता फार्म फुड गएको थियो अनि मेरो यता माइकको चार्ज सकेर म्युट भएको रहेछ त्यसैले अब यो क्लिप हालेर पनि काम छैन
सो नेक्स्ट टाइमदेखि चाहिँ हेर्नेछु सो अब यो स्किप गरेर अगाडि बढाउँ है त टोमेटो पेस्ट डन टोमेटो प्युरी डन अब आलु दम अनि फेस वास छ भने फेस वास हेरौँला यताबाट जाउँ त्यसै फेस वासबाट हेरौँ अनि आलु दम सबै डन भएपछि यताको अन्त महँगो छ अन्त नलग्ने अन्त उता इले लग्ने अब हाम्रो सेकेन्ड प्यारो माया दुखेर लग्ने साबुन पनि भेटाएछ यता सस्तो साउन्ड पनि लाग्यो त्यही भएर फेस वासै भेटिन यता इले छ होला तर हामीले नदेख्यो होला ओके हाम्रो अहिले यता टिक लाउने कार्यक्रम भइरहेछ के ल्यायो भनेर हामीले हेर्नु यता छ यो माथिको नपर्नु यो माथिको के होइन प्याज डन आलु डन साल्ट भएको छैन खुर्सानी चिली पाउडर भएको छैन क्याबेज भएको छैन पास्ता डन स्पागेटी भएको छैन टोमेटो पेस्ट डन चिउगम एउटा डन लेखिदिउँ अब दाल फेस वास अन्डा स्पागेटी क्याबेज चिली पाउडर साल्ट ल्याउनु बाँकी छ अनि हामीले यसमा के थाहा पाएको छ अरू के थाहा पाएको खै लक्स साबुन साबुनलाई के भन्छ सोप भन्छ सोप डन अनि त्यो त्यसलाई के भन्छ गार्लिक म युके आएर नेपाली इङ्ग्लिसै आउँदैन मलाई गार्लिक डन ल यो भित्र चाहिँ थापेको हामीले अहिले अब लिदोमा के थाप्छ हेरौँ के त नथाप्ने तर हेरौँ थाप्न पनि सकिन्छ होला थाप्न त थाप्ने होइन तर दाल चाहिँ पाउँदैन लिदोमा दाल चाहिँ फेरि अर्को पछि लानुपर्छ अब हेरौँ आज ल्याउँछु ल्याउने दाल जो लिदो जाउँ सेकेन्डमा आलु अब यो ब्याग बोकेर जाने कि यो यसो बोकेर आउनु होला गाडीमा जान्छ च्याक्रेको त्यो अग्निको चिकम लिएर आएको खाएको थिएँ मैले 10 चिकम कहिले देखाएको पनि भएको थियो मैले पनि देखाएको थिएन अब के पो सोचिरहने म अब फेरि गाडीमा जाँदैछौँ हामी पसल जानलाई ग्रोसरी किन्नलाई गाडीमा जाँदैछौँ गाडीमा गएर लिएर आउँछु स्ट्रगल इज रियल शिट मैले अघि न ल्याएँ होइन कुन चाहिँ कार्ड मैले ल्याए त हो तर मैले खाएँ चाहिँ काटा मैले लिएको चाहिँ थिएँ तर छैन मसँग ए फेरि काट्नु जानु पऱ्यो अस्ति कस्तो भयो फेरि बिर्स्यो छ्याउ भयो मैले उसलाई नै कार्ड लियो भनेर सम्झाएको है अघि न कार्ड लियो भनेर सम्झाएको मैले लिएको पनि थिएँ तर कहाँ हाल्दै थाहा भएन अस्ति पनि यसरी मोबाइल हरायो मेरो मोबाइल हराएको त मैले भनेकै थिएन मेरो मोबाइल हराएर अस्ति अब फेरि कार्ड पनि हराएछ कार्ड हरायो भने अन्त त नभन्छ पैसा खर्च हुन्छ अब फेरि यस्तो डिमान्ड मेरो हेरिरहेको छु नि म हुटीमै रहेछ कार्ड माथि गएर त्यहाँदेखि साउन्ड लिएर फेरि अघि न हाफ ज्याकेट लगाएको थियो त्यसमा हेर्दा देख्छ थिएन अनि ठ्याक्क हुडी चेक गरेर त हुडीमै रहेछ के दिमाग लगाएर हिँडिरह ओ यस्तो तालले त गाडी नै जस्तो लाग्यो 3 मिनट अगाडि हिँडेको छ कति टाइम भयो 27 भयो ल भागो गाडी छिर्ने फेरि मलाई पसल जानु मन लाग्दैन बस आखाइबाट पठाउनु पऱ्यो मेरो माइकको टेउ नै हरायो माइकमा जोड्ने नै हरायो फेरि होइन खसा जस्तो लागेको थियो के खसाउने हेरेन जहिले यस्तो हुन्छ यार जे पनि हराइरहेछ हेर्नु उयो उसले अघि नै खसे चाहिँ भने हो ए होस् भनेर हिँडेको बस पनि छुट्यो के गर्ने ए झ्याउ भयो यार साथीहरू मेरो माइकै जोड्ने बिर्सेँ फेरि मैले सरी गाइज अबको साउन्ड चाहिँ अलिक नराम्रो हुनसक्छ मेरो माइकको चार्ज सक्यो जस्तो लाग्यो फ्लिक गरिरहेको थियो अघि न चार्ज नगरेको धेरै भइसक्यो कति दिन भइसक्यो मैले चार्ज नगरेको त्यही भएर चार्ज सक्यो जस्तो माइकको सो त्यही भएर घरमा देखाउँछ अब साउन्ड राम्रो बुझ्दैन माइक मेरो चार्ज सक्यो त्यही भएर सरी गाइज हामी चाहिँ सबै साउन्ड किनेर आइसक्यो घर पुगिसक्यो हेर्नु ल
यता हेरौँ है त के आयो के आएन भनेर हामी के थाप्यौँ हाम्रो नुन आएको छैन त्यति कस्तो दाल आएको छैन अन्डा अन्डा लाग्छ म अन्डा डन चाउमिन डन हाम्रो चाउमिन चाहिँ सस्तोवाला लिएको महँगोवाला परेछ प्याज डन यो पनि भएको छैन फेसवास पनि भएको छैन 1 2 3 4वटा भएको छैन यति भयो अब बिल चाहिँ हजुरहरूलाई म फोटो हालिदिन्छु अहिले अनि यति हो सामान हामीले चाहिँ आज भन्नै बिर्सेछु मैले हेभी डिस्काउन्ट पायो आज 10 पाउन्ड डिस्काउन्ट पाएको छ हाम्रो डिजलमा डिस्काउन्ट 10 पाउन्ड अब मेरो माइकको चार्ज पनि सकिसक्यो सबै लगभग सबै सामान पनि आइसक्यो अब अर्को त्यो अलिअलि लिनुपर्नेहरू भोलि वा पर्सि कहिले जान्छु अनि यति हो अब आजको भ्लग इन गरौँ हजुरहरूलाई अर्को भ्लग अर्को भिडियोमा भेट्छु सो त्यति जेलसम्म बाई बाई सी यू